खिचिएकै रहन्छ त यार फेरि आत्र्य गोत्रोत्पन्नोऽहं त्रिप्रवरन्वितोऽहं माध्यमेन शाखान्तर्गतः शुक्ल यजुर्वेद ध्यायिनोऽहं सिंह राशि शरीरोऽहं टेकबहादुर नाम वर्मा अहम मम भन्नुहोस् ल। तथा हि हजुरको गर्ग गोत्रोत्पन्नोऽहं पञ्चप्रवरन्वितोऽहं माध्यमेन शाखान्तर्गतः शुक्ल यजुर्वेद ध्यायिनोऽहं कर्कट राशि शरीरोऽहं होमनाथ नाम शर्मा सहितोऽहं समस्त अस्माकं सदस्याणां प्रतिनिधि भूतो अहम मम भन्नुहोस् ल। सबैको प्रतिनिधि तपाईँहरूले गर्नुभएको छ। मम भन्नुहोस् है सबैले। मम श्रुति स्मृति स्फुरणार्थ फल प्राप्त्यार्थम इह जन्मनि जन्मान्तर वा सकल पापक्षय पूर्वकम जीवितानां इह लोके सुख शान्ति समृद्धि आयु आरोग्य ऐश्वर्य धन धान्य प्राप्त्यार्थम तथा हि मृत्याकानां व परलोकगतानां अभिवैकुण्ठ पद प्राप्त्यार्थम अस्मत् आयु अस्माकं व्यापार व्यवसायादि प्रतिष्ठानादि कार्येषु अतिशय लाभ प्राप्त्यार्थम विशेषतः अद्य दिने श्री नारायण प्रीति द्वारा करिष्यमाण आदौ दीप कलश गणेश देव यथालब्ध उपचारैः यथा ज्ञानेन यथा नियमेन पूजनादि कर्मणि तथा हि कर्मपूर्वकं विशेषतः अद्य भगवान् नारायण प्रीत्यर्थम एकादश तिथौ विशेषतः एकादश तिथौ भगवान् यथा संकीर्तनादि कर्मणि भजनादि कर्मणि यथाशक्त्या नाम जपादि कर्मणि निमित्तार्थं प्रतिज्ञा संकल्पं च अहम् आवां वयं करिष्यामहे तत्सन्नमः। ओम जजागदो दूरमुदय दैवन्तस्य विष्णुतत्वैति दुरंग मंज्योति खांज्योतिरेकन तन्मे मनः शिव संकल्पमस्तु शिव संकल्पमस्तु शिव संकल्पमस्तु हैन। ल दियो त्यही पालेकोलाई मानौँ कि त्यही बेटर होला है। तेल थपो यसलाई पाकिनुका छ अलि राम्रो बनाऊँ। ल थोरै फुल लिएर यसो दिएको प्रार्थना गरौँ है। सेन्टरमै आरोग्य सुख संपद सर्व शत्रु विनाशाय दीप ज्योतिर्नमोस्तुते नमोस्तु नन्ताय सहस्रमूर्तये सहस्रपादाक्षि शिरोरुहवे सहस्रनाम्ने पुरुषाय शाश्वते सहस्रकोटि युगधारिणे नमः। ओम कर्म साक्षिणे दीपाय नमो नमः। नैवेद्यम चन्दन सिँगै चढाउँदा राम्रो होला। सबै मिसाइ हुन्छ एउटैमा। यसलाई यसो यो मह हैन दियो चढाउँदा बिग्रन्छ। चिनी भएन चिनी चढाउँदै छ स्टोरमा चिनी दिन्छ मस्त चढाउँदा माथि चाहिँ यो चन्ना आफैले नि सेयर गरेको छ। चिनी नै हो नि नुन र चिनी हो 100%। ल यथालब्ध उपचारैः गन्धकृत पुष्पाणि समर्पयामि पुष्पं गृहीत प्रार्थयेत् फूल बाँडेर दिनुभएको छ है। ओम पृष्ठोदेवी पृष्ठोऽग्निः पृथिव्यां विश्वकोपदिरा विवेश वैश्वानरः सहसा पृष्ठोऽग्निः तनो दिवासरिगस्तातु नक्तं ओम कर्म साक्षिणे दीपाय नमः। प्रार्थना पूर्वकं नमस्करोमि पूजित शिक्षामा सह राखेँ। हरि ओम तद्वाजामि ब्रह्मणा वन्दमानस्तस्तजमानवर्भिः हैडमानो वरुणे बुद्धिर्शं समान आयु प्रमोहिः। ओम कलशस्थवर देवताय नमो नमः। यसो चन्दन राखिदिनुहोस्। एउटा एप्पल ल्याएर राखिदिनुहोस्। डुब्छ होला कि बानाना पूजा गर्दा समीर भाइले योमलाले यसो माथि राखिदिनुहोस्। सबै थोक चढाइदिनु भएपछि
फुलेर यसो प्रार्थना गर्नुहोस् ल। ओम कलशमुखे विष्णु कण्ठे रुद्र समाश्रिता मूले त्वसतितो ब्रह्म मध्ये मात्रे गणस्मृता कुक्षौतु सागर सप्त सप्तद्वीप वसुन्धरा ऋग्वेदोत यजुर्वेदो सामवेदो प्रथरणो अंगैसा सहिता सर्वे कला सन्तोष समाश्रिता नमो नमस्ते स्फटिका प्रवाय सुश्वेतहराय सुमङ्गलाय सुपाशहस्ताय दशासनाय जलादिनाथाय नमो नमस्ते पाशपाणिना मस्तुभ्यं पद्मिनी जीवनायक यावत् कर्म समाप्ति स्यात् तावत् तं सन्निधो भव प्रार्थना पूर्वकं नमस्करोमि पूजितो शिक्षमस ओम कलशस्थ देवताय नमो नमः त्यही माथि नै राख्नु भएको छ मुखैमा है अनि थोरै पुष्पतिर गणेशको प्रार्थना गर्नुहोस् ल। ओम विघ्नेश्वराय वरदाय सुरप्रियाय लम्बोदराय सकलाय जगदिताय नागाननाय श्रुतियज्ञ विभूषिताय गौरी सुताय गणनाथ नमो नमस्ते ध्यानं समर्पयामि गङ्गणपतये नमो नमः राखिदिनुहोस्। यसो चन्दन लगाइदिनुहोस् फुल राखिदिनुहोस् फल यसो अगाडि राखिदिनुहोस्। माता गौरी पार्वती पिता महादेव ओम जय जगदीश हरे प्रभु जय जगदीश हरे प्रभु का शरण उपासक हरि का शरण उपासक कृपारत रे ओम जय जगदीश हरे मन को थाल मनोहर प्रेम रूपवाती प्रभु प्रेम रूपवाती भाव कपूर समंगल पूर समंगल आरती सब भाति ओम जय जगदीश हरे नित्य निरंजन निर्मल शरण अविनाशी प्रभु कारण अविनाशी शरणागत प्रतिपालक जन्मय सुखराशि ओम जय जगदीश हरे। आज गर्ने इच्छुक हुनुहुन्छ ओम सृष्टि लय करता त्रिभुवन का स्वामी प्रभु त्रिभुवन का स्वामी प्रेम सुधा बरसाऊ ओम जय जगदीश हरे सृष्टि स्थिति लय करता त्रिभुवन का स्वामी प्रभु त्रिभुवन का अन्तिममा लिनुहुनेले त्यो आर्फे चाहिने हुन्छ एकपल्ट त्यही आफै बसेर
आरती लिएर यस्तो गाइने अनि राख्नुहोस् ल होइन यति बेला भएको छैन राख्नुहोस् ल त्यहाँ अलिक ठाउँ बनाइदिन्छ कसैले त्यसै गरी समस्याले रेल सरकारको लागि त्यसै गरी समस्या रमेश थापाजी त्यसै गरी समस्या रामप्रसाद सापकोटाजी र त्यसै गरी राजेश खड्काजी र सदस्य सरोज विष्णुलाई पनि खाना लगाइदिनको लागि आजको दिन चाहिँ भजनमय होस् भन्दै म चाहिँ यहाँबाट बिदा हुन चाहन्छु हस् त धन्यवाद भजन मण्डलीको सचिव यहाँ यस क्लबका दक्षिण कोरियामा रहेर यो विभिन्न दसैँ तिहार जस्ता महत्त्वपूर्ण हाम्रा नेपाली चाडपर्वहरू मनाउँदै भगवानको आस्था हाम्रो धर्म संस्कृतिलाई बचाउँदै आएको 5 दक्षिण कोरियामा आज चाहिँ ओपन हार्ट्स क्लबले चाहिँ एउटा भजन समारोह आयोजना गर्दैछ। परदेशी भूमिमा रहेर पनि व्यस्त समयको बावजुद सप्ताहन्तमा चाहिँ यसरी भजन समारोह हुँदै गर्दा हामीलाई धर्मप्रतिको एउटा आस्था र हाम्रो धर्म संस्कृति जोगाइराख्ने एउटा कोसिस एउटा साबित हुन सक्छ। र आज चाहिँ हामी यो कार्यक्रममा आउन सक्नुहुन्छ। नेपाली दाजुभाइ दिदीबहिनी नेपाली मनहरूको थुप्रै ठुलो सङ्ख्यामा उपस्थिति हामी देख्न सक्छौँ। सम्पूर्ण टिम कमिटीलाई नै हामी धेरै धेरै आभार प्रकट गर्न चाहन्छौँ। पाँचको कार्यालय र नेपाली पुस्तकालय विभिन्न नेपाली पुस्तकहरू यहाँ छन्। तपाईँहरू कोरियामा रहँदा पढ्न चाहनुहुन्छ भने पनि पुस्तकहरू ल्याएर पढ्न सक्नुहुन्छ। आजको यस कार्यक्रम चाहिँ अलि औपचारिक भन्दा पनि थोरै ढिला भइसकेको कारणले गर्दा छोटकरीमा गर्न गइरहेको हुनाले थोरै आसन ग्रहणलाई यहाँ जोड्ने कोसिस गर्छौँ। यथास्थानमा सबैजनाले आसन ग्रहण गरिदिनु। कार्यक्रम औपचारिक त नभए तापनि सामान्य आसन ग्रहणको कार्यक्रम यहाँ चल्दैछ र सबै आफ्नो स्थानमा आसन ग्रहण गरिसक्नु भएको पनि छ। यहाँ टिका ग्रहण गर्दै हुनुहुन्छ हामी देख्न सक्छौँ। यहाँ मन्दिर पनि छ। मन्दिरमा विभिन्न दसैँ तिहारको कार्यक्रम पनि हुन्छ र तीजको कार्यक्रम पनि यहाँ हुन्छ। अब पनि हामी भजनतर्फ जानेछौँ र भजनको कार्यक्रम तपाईँहरू पनि इन्जोय गर्नुहोला र भन्न चाहन्छु।
भयो रे भीमसेनजीलाई वर्ष बस्न गाह्रो माइक मिलाइदिनु हे गुरुजी के भन्दै हुनुहुन्छ मुखमा गयो भने आवाज आउँदो रहेछ छैन भने म कसरी भोकै भोकै पानी पनि नखाइकन कसरी व्रत बस्नु म त्यसरी भोकै भोकै व्रत बस्न सक्दिनँ कसरी बस्न सक्छु र म यसरी नखाइकन त बरु दिनमा एकपल्ट टन्न खाएर भने खाए भने व्रत बस्न सक्छु एकसाथ खाएर मात्र बस्न मिल्ने भए कुनै उपाय छ भने बताइदिनुहोस् मेरो कल्याण हुनेछ पिताजी भनेर भन्नुहुन्छ ए कल्याण हुनेछ यही उपाय बताए नारायण हरि हरि ए
धर्महरू सुनिसकेका छौँ। कलियुगमा त्यस्ता जलविरुद्धहरू र नियमबद्ध धर्महरू गर्न सकिन्न। त्यसैले पृथ्वीलाई कति पनि कष्ट नभइकन धेरै फल मिल्ने सबै कुराहरू तत्त्वहरूले भरिपूर्ण रहेको कुरा बताउँछु, ध्यान दिएर सुन। वृष राशि र मिथुन राशिमा सूर्य रहेको ज्येष्ठ महिनामा शुक्ल पक्षमा रहेको निर्जला एकादशीको व्रत सँगसँगै व्रत बस्नुहुने महानुभावहरूको लागि भजन समारोह हामी प्रदेशमा रहेर पनि हाम्रो देश हाम्रो धर्म संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले 5 सदस्यीय कुरियाद्वारा निर्मित यो 500 मन्दिर हामी देख्न सक्छौं। यो सँगसँगै यहाँ हाम्रो नेपाली रीतिरिवाज अनुसारको विभिन्न धार्मिक कार्यक्रमहरू विभिन्न समयमा हुने गर्छन्, जस्तो कि दशैं तिहार जनै पूर्णिमा इत्यादि सबै कार्यक्रमहरू 5 दक्षिण कोरियाले गर्दै आइरहेको छ विभिन्न अन्य सङ्घ संस्थाहरूको समन्वयमा। र यहाँ मन्दिरको स्थापना पनि गरिएको छ, मूर्ति तपाईहरु देख्न सक्नुहुन्छ। आज निर्जला एकादशी वर्ष व्रतको उपलक्ष्यमा ओपन हार्ट्स क्लब बागलुङद्वारा आयोजित यो भजन हामी देख्न सक्छौँ। त्यसैले व्रत पूर्ण रूपमा व्रत बसियो भने सबै प्रकारका फल मिल्नेछन् र विभिन्न ध्यान गर्नाले पनि फल मिल्नेछ।
जसले निर्जला एकादशीमा व्रत बसेर एकादशीको दिनमा ब्रह्माण्डलाई भोजन गराउँछ उसलाई पनि फल मिल्नेछ, धेरै फल मिल्नेछ। तपाईहरूले पनि पुण्य नेपाली मन हाम्रो धर्म संस्कृतिप्रति आस्था राख्ने हामी हिन्दू धर्मावलम्बीहरू सबैजना हामी देख्न सक्छौँ। समाप्ति भएको म जानकारी गराउन चाहन्छु। कथा वाचन गर्दै हुनुहुन्छ, कथाको समाप्ति भयो। अब भने भजनमा हामी जानेछौँ। गाइदेऊ भजन गाइदेऊ भजन बाबाको मन्दिरमा गाइदेऊ भजन
सबैले के 3 जनालाई